खतरनाक उकालो हो यो खास चान्स दिएको हो कि मैले धेरै गरेँ भने बच्चाहरूले मसँग जिन्छ अनि बेजेज हुन्छ भनेर खास हो कि 15 मात्रै गर्छु ल टाउकोमा त उपाला चियो यतै सँगसँगै यहाँ यता खायो भने बाघले खान्छ यता खायो तर तपाईँको विचार कता जाने अनि ल आज चाहिँ हाम्रो चाहिँ टिएसएको टिम चाहिँ वाकिङ गर्न गइरहेको ल सबैजना जम्मा हुनु ल है त ओहो हो नमस्ते ओ क्या चेस सँगै ल है त सँगै ल ल अब चाहिँ सबैजना रेडी तयारी हुँदैछ जानलाई ल सबैजना रेडी भयो नि त अब जनाले एकदम ठिक छ अनि रेडी हो ठिक ठिकै रेडी नै भन्नु न ल ल ल त सबैजना सबैजना रेडी हो त जनालाई ल झोलामा राख्दिन ल है त ल एकै ल केही भन्नु उहाँ हाम्रो टिएसएको अध्यक्षजीले केही भन्नु लाग्नु भयो जस्तो ल ल फर्स्ट अफ अल तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद आइएम रियली ग्रेटफुल तपाईँहरू आउनुभयो होइन थ्याङ्क यू सो मच आउनुभयो आजको हाइक चाहिँ एकदम सुखद होस् सबैजना राम्ररी जानु पाओस् होइन रमाइलो गर्नुपर्छ थ्याङ्क यू सो मच फर एभ्री वान होइन तपाईँलाई पनि एकदम धेरै धेरै धन्यवाद आउनुभयो होइन थ्याङ्क यू सो मच ल अब लेट्स गेट स्टार्टेड ओमा हुङ सितै हुङ ल ल ल लागौँ ल ल ए ल ल है त हाम्रो यहाँ टिएसएको ग्रुप चाहिँ हिँडिसक्यो यताबाट सुरु भयो यो चाहिँ अब माउन्ट लप्टीको मुनि हो है त ल यो चाहिँ वाटरफल गल्ली भयो अब वाटरफल चाहिँ त्यहीँ भइहाल्यो होइन अझ चिसो छ मौसम आज मौसम चिसो मौसममा कफी खान जाउँ हो कि के भन्ने गीत थियो नि एउटा हो त्यहाँ चाहिँ राख्नु पर्यो ल अब उकालो सुरु भयो अब उकालो सुरु भयो ल ल है त लसो दामी एउटा उकालो पहिलो उकालो चाहिँ चढ्यो हामीले भनौँ न हो तल तलदेखि ल ए अलि तलै चाहिँ फाले हुन्थ्यो के भयो सास फाफा भयो क्या हेट ओके टक्क यसरी दामी आउँदैछ नि त है त तेस्रो गाउँमा आइसक्यो है त अब चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब हामी माथि पुग्छौँ सोध्छौँ ल है त अब आधी बाटो आइपुगिसक्यो अब हामीले चाहिँ आधी बाटो आइपुग्यौँ लड्दै पर्दै केटाहरू चाहिँ गुटुङ नै ल यो चाहिँ आधी बाटोको पुल हो यो चाहिँ आधी बाटो हिजो अस्ति बाढी आएको थियो आज चाहिँ रोकियो खोला त पुरै सुखराम भएछ यो सुकियो खोला रहेछ खोला तल गएर लुगा धुन्छ होइन यो त सुकियो खोला हो नि सुकेछ नि अहिले ल हाम्रो टिएसएको अध्यक्षज्यू उपाध्यक्षज्यू यतै सँगसँगै यसमा चाहिँ तपाईँहरू यो बाटो आइपुगेपछि नझुकिनु होला यता चाहिँ नजानु यता हो जाने ठाउँ चाहिँ यहाँ यता खायो भने बाघले खान्छ यता खायो तर तपाईँको विचार कता जाने अनि होइन
आउनु पऱ्यो पुस गरौँ पुस ल दामी भएछ अब चाहिँ या एकदम ठिक लागेको छ एकदम ठिक लागेको छ नि अन्तिम उकालो आउने छ यो चाहिँ अब यो चाहिँ अन्तिम उकालो जस्तो हो यो चाहिँ यो खतरनाक हो यो चाहिँ फेरि खतरनाक उकालो हो यो यहाँ चाहिँ घाम पनि लाग्यो है केटाहरू ठिक छ एकदम बवाल ल ल केटाहरू यहाँ दोस्रो ब्रिड हामीलाई एकदम रमाइलो भइरहेछ है कस्तो भइरहेछ भन्नु है यतिको रमाइलो लाइफमा अहिलेसम्म भएको पनि थिएन हुनै पनि नपरोस् अनि हाम्रो तामाङ सोसाइटी एकदम युवक नव युवक नव विवाहित ल ल हामी चाहिँ यहाँ जङ्गलको बिचमा एकछिन थकाइ मारौँ कि भनेर हेरेको हेरे भएर बसिरहेको छ मासतिर नहेर तलतिर हेरिरहेको छ सबैजना हो र ल आउन हौ अब ल यो चाहिँ अन्तिम 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 ग्रुप हो यो चाहिँ ल ए सानो नानु ल हेलो हेलो देखेन त ल अब चाहिँ देख्यो अहिले चाहिँ क्यामेराले हाई हाई गर ल नमस्ते भन्नुहोस् लसो लसो फ्याफुल्ला नमस्ते म खेल्छु ल आउँदा आउँदै बाटोमा कोवाला पनि देखियो कोवाला है हेरेको नि है ल टोक्छ तर सामान त जान्छ भएन ल ल है त आइपुग्यो मोहन लप्टी आइपुग्यो ल मोहन लप्टी आइपुग्यो ल है त ल कस्तो भइरहेछ ल सबैजनालाई च्यालेन्ज गराउनु थालेको क्या मैले ल ल ल गराउनु थालेको क्या ल एयरलाइनमा घाम लाग्छ तर नदेख्नु रहेछ यसबाट त Do you want to be in it? It's up to you. Yeah, even if it's just your back, it's up to you. ल ल सबैजना आइपुग्यो है लगभग ल सबैजना आइपुग्यो ए हो र आइपुग्यो छोरी मान्छे ल ल ल ल आइपा Well done. ल यता पनि ए यो माइक हो तिमीले बोलेको यहाँ सुन्छ अनि यहाँ जान्छ है त है ल तिमी आउँछ भनेर थाहै पाएन अनि तिमी आउँछ भनेर थाहा पाएको भए ल्याउँथ्यो नि दादालाई पनि सँगसँगै ल सुरु गरौँ त गरौँ ल सुरु भयो ल कहाँ आउँछ मलाई ल सक्दैन मेरो घाँटी दुखिरहेको छ झन् ल त ल वार्म अप पनि गर्नु पऱ्यो नि होइन ल धेरै त होइन जस्ट गर्ने मात्रै हो धेरै पन्ध्र मात्रै गर्छु ल
ताली ल ताली 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 नाइस नाइस ल नाइस 15 मात्रै गरेँ धेरै नगरौँ अहिले मैले जित्यो भने फेरि केटाहरूको बेइज्जत हुन्छ क्या ल ल जति सक्छ त्यति मैले खास चान्स दिएको कि मैले धेरै गरेँ भने बच्चाहरूले मसँग जिन्छ अनि बेइज्जत हुन्छ भनेर खास हो कि One, 2, 3, 4, 5, 6, 7, 8. गर्ने चाहिँ कति हेर्नु नि हजुर हजुर गर्ने चाहिँ गर्ने एकजना गर्ने ल है त ल once more Last. अब दुईटा two more nice good सम्धि पनि आउनु न ल 1 2 3 गो यो अस्ट्रेलियाको आर्मीको लागि के हो यस्तो कसको गर्ने यार एक भयो बल ल है त ल हैन पुसअपै हो त्यो मेडको यो अस्ट्रेलियन लौरेहरू हो यो दिने यार केटाहरुले यार घरमा भयो छोड्देऊ भाइ हैन ठिक छ हार चाहिँ नखानु है हार चाहिँ खानु हुँदैन ल मेडको त टाउको मात्रै टाउको मात्रै हाल्ला ए कति भयो उहाँले गर्ने फेरि त 100 भयो होला हौ क्विक दिइरा थियो मेडको कति भयो मेड शरीरको चाहिँ कडै भइराछ ल नाइस ल एकदम नाइस कति गयो ल ताली ए मलाई नि हार नखानु भनेको कर्म किप गयो ठिक छ लेट्स गो one more के गरेको हो त्यो कति ल ताली ल 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17. ल है त ल 15-20 हो क्या एकैचोटि 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 26, 27, 28, 29, 30, 31, 40, 41, 42, 43, 44. केटाहरूले के अरे पुसअप गरेको चाहिँ त्यो के अरे कुखुराले मगाएको खाएको जस्तो मात्रै गर्छ र टुक्का टाउको मात्रै टाउको मात्रै घनिरा ए हामी सबै हो हामी सबै एक हौ ल ठीक छ ल दाइले यसरी अङ्गल मार्नु ल हुन्छ है मजाले ल है ल हल्ला गरेको खै त ल 1 2 3 ल फोटो नि भयो भिडियोबाटै निकाल्नु ल भिडियो मिलिहाल्छ त ल अब फोटो सेसन पनि सक्यो अब होइन ल है त अब वकिङ सेसन किन लाग्यो है त है ल फाइनली आइपुगेर टक्क अब जाने सक्यो नि त अब ओह्रालो झर्दै हो अब टुप्पोमा पुगेर अब ओह्रालो झर्दै है त चिसो आज चिसो मौसममा चिया खाउँ कि भन्ने गीतको याद आयो त अझ त ल है त ल आइपुग्यो अब चाहिँ साथीहरू अगाडि नै पुगिसकेको छ हामी चाहिँ लास्ट फाइनली आइपुग्यो है त घरमा हामी चाहिँ अँ तर पुगिसक्यो
रमाइलो भयो आज खोला नाला त्यतिर ए यहाँ ग्याङ त ग्याङ यहाँ ल ए बस्नु ल है त धन्यवाद Yeah, thank you for organizing. Thank you for inviting. Thank you for coming. Thank you for beautiful up and go and banana. Keep you motivated. यहाँनिर जुजले छ्याट्टै एउटा कुरा भन्नुभएको थियो क्या नेक्स्ट चाहिँ के अरे साइक्लिङ गर्ने हो कि हामीलाई इफ एनी वान्स इन्ट्रेस्टेड लाइक हुन्छ नि यस्तो राम्रो यस्तो हुन्छ नि अप ल हल्का हाइकिङ गरेर आएपछि यहाँ चाहिँ खाजा खान सुरु गरेको छ अब म पेसाले सेफ पनि हैन त्यो भएर तरकारी मैले मिठो पनि बनाउँदिन ल अहिले चाहिँ हाम्रो खाजा खाने कार्यक्रम यहाँ हाइकिङ गरेर आइसकेपछि ल यो सेल चाहिँ रक्क भाउजूले पठाउनु भएको धन्यवाद रोका भाउजू नेक्स्ट टाइम पनि हामी आश गर्ने छौं मिठो सेलको लागि चिकन बनाना चिकन बनाना ल हामी चाहिँ हाइकिङ गरेर मात्रै नपुगेर अहिले चाहिँ यहाँ चाहिँ कार रेसमा पनि आएको छ हामी चाहिँ हाम्रो के छ ग्रुप हो रेकर्ड गर्ने त्यहीँ अनि निभाउनु पनि त्यहीँ हो ल हामी के गर्न सक्यो अब आज चाहिँ गो कार खेल्नु जानु लाग्यो आज मेरो आवाज आउँछ त्यही आउँछ अलि यति पनि त आउँछ अनि हो त्यसमै दिदी भने नि आजको हेड टु हेड च्यालेन्ज हो यो हेड टु हेड च्यालेन्ज हो नेक टु नेक जिते मान्छेले के हुन्छ दिदी मान्छेले सबैको टिप्स दिन्छ ए यो मेरो मोबाइल ब्याङ्क सोध्न लास्ट मेरो मोबाइल के हो यो यो क्याप के क्याप ए हो सरी ब्याङ्क सोध्न जान ए ल ल ए लाउँदैछ त ल खै यस्तो ओ ओके ओके ल यहाँनिर सामान ए ल मलाई कन्छे सिको ल ल ल ल के त ब्याङ्क सोध्न ओ ह्यान्डसम भन्नु हेर्छ भयो ए खतरा रहेछ त ल यस्तो लगाएर जानु कालो चस्मा लाउने क्या हात हो छोटो निभाउनु पनि त्यसमा छोटो छोटो बनाउनु म काट्नु सजिलो हुन्छ नि ब्याङ्क सोध्न जान लानु है कालो चस्मा नि आज कालो चस्मा नि अगाडि हामी चाहिँ झोले ग्याङ भएर यसो मुकुण्ड लगाएर चाहिँ यहाँ गोकार खेल्नुलाई रेडी भएर बसिरहेको छु हाम्रो पालो आएको छैन पालो कुरिरहेको छु ए ल You guys can just wait here for 2 minutes, that'd be great, alright? Sure. How many? So 6 to 11 is, that's 5, 6 people. Yeah, cool. 16 भनेपछि 16 जना One sec, guys. Come on, you guys grab a helmet. I'll get you to grab a helmet. Two grab a helmet, guys. Grab a helmet. Alrighty, guys. The rest of you can come on through and face that yellow sign some track rules, okay? Alright, let's go. ल Hey! La la, all the best. All the best, Mr. Sakin Moshama. Come here. Alrighty, guys. Before I start the briefing, you all hear me loud and clear, yes? Yep. Yeah. Amazing, guys. First and foremost, our biggest rule here at Cut Mania is no bumping or contact. If it is an accident, I get it, no big deal at all. But if it is like deliberate or continuous though, I'll show you a sign for a warning saying no bumping. After that, if it gets really bad, I can slow you down, okay? Is that understood? Yes. Sundu. Sanai. Oh, sorry, it's too tall. Shayam. Bye bye. Kalat. 11. I'll get you, mate, at 16. Me, You in part number 14 for me, please, bro. 14. Thank you.
फ्ल्याटै हो भुइँमै हो Lord, almost got his back head was on my left, okay? What's that? You need a helmet, the helmet strap. Hey, what's wrong here? Oh, okay. Thank you. Yay! को भाइ छ? यो अङ्कलको क्या नाम ठोकी त मसँग तपाईको हो र खै को ठोकी रहेछ के रहेछ सिस्टम म त दुई दिन ठोके नि के हो निको दुई दिन यो डिस्प्ले हान्न पाएन खै ए